हेलो साथीहरू, आज म बनाउन गइरहेको छु म्यागी। आज मलाई के खाम भयो, त्यसैले मैले आज म्यागी खाने निर्णय गरेँ र मैले आज चाहिँ मेरो स्टाइलमा चाहिँ म्यागी बनाएको छु। सुरुमा चाहिँ मैले गाजर प्याजहरू काटेर रेडी गरेँ। गाजरलाई चाहिँ लामो लामो पिस गरेर काटेँ। म्यागी उमाल्नको लागि कित्लीमा पानी हालेँ। केही क्षणपछि पानी पनि उम्लियो। त्यसपछि मैले मेरो म्यागी फोडेँ र त्यसभित्र रहेको सुप पनि निकालेँ र अघि काटेको सामग्रीहरू प्याज गाजरहरू सबै त्यो उम्लेको पानीमा हालेँ र म्यागी पनि त्यसमा हालिदिएँ र म्यागीको सुप पनि त्यसमा फोडेर हालिदिएँ। दुईटा सुप थियो, मैले दुईटै फोडेर हालिदिएँ। यसरी सबै सामग्री हालेपछि लगभग हाम्रो म्यागी चाहिँ खानालाई रेडी भइसक्यो, पाकिसक्यो है त। मैले चाहिँ मेरो प्लेटमा चाहिँ म्यागीलाई खनाएँ। अब चाहिँ खानालाई रेडी है त। ल मैले चाहिँ फर्स्ट बाइट हाने है त। वाउ, टेस्ट चाहिँ एकदम मिठो थियो है त। एकदम मिठो लाग्यो मलाई। यसरी म्यागी पनि खाएर सकियो है त गाइज। यदि भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गरिदिनु होला च्यानल है त। थ्याङ्क यू।